डाक्टर तोसीमा कार्की उहाँलाई मनैदेखि एकदमै सम्मान दिन चाहन्छु, किनभने उहाँले क्यान्सर सम्बन्धी रोगको बारेमा जनचेतना फैलाउँदै हुनुहुन्छ, त्यसको बारेमा केही उपायहरू भन्दै हुनुहुन्छ। यो भिडियो चाहिँ तपाईँहरूले सबैजनाले अन्तिमसम्म हेर्नु होला है, तपाईँहरूलाई पनि फाइदा हुन सक्छ। त्यही भएर भिडियो हेर्न चाहिँ तपाईँहरूले थोरै भए पनि टाइम निकाल्नु होला ल। नमस्कार, म डाक्टर तोसीमा कार्की। म अहिले भरतपुरको बीपी मेमोरियल क्यान्सर हस्पिटलमा आइपुगेको छु। देशभरिबाट विभिन्न क्यान्सरका बिरामीहरू यहाँ रिफर भएर आउनुहुन्छ। मैले पटक पटक यहाँलाई भन्ने गरेको छु, जाँड रक्सी चुरोटले कसैलाई पनि फाइदा गर्दैन। शरीरमा कुनै पनि भागमा क्यान्सरको तत्त्वहरू, क्यान्सरको कणहरू चाहिँ उत्पादन गरिरहेको हुन्छ। त्यसै गरिकन जथाभावी एक्सरे पनि गराउनु हुँदैन, जथाभावी सिटी स्क्यान पनि गराउनु हुँदैन। कतिपय बिरामीहरू चाहिँ अलिकति रुगामर्की लाग्दैमा पनि डाक्टरले औषधि मात्रै खानुहोस्, अहिले रेस्ट गर्नुहोस्, तातो पानी पिउनुहोस्, लाइफस्टाइल मोडिफिकेसन गर्नुहोस्, होइन, चिसोबाट बच्नुहोस् भनेर सल्लाह मात्र दिँदा पनि कहिलेकाहीँ बिरामीहरूले चाहिँ आफैले होइन डाक्टर साहब मेरो चाहिँ बिमामा पैसा बाँकी छ, एक्सरे गरिदिनुहोस् भनेर एकदमै जिद्दी गर्नुहुन्छ। यहाँलाई म फेरि पनि भन्छु, एक्सरे जथाभावी गर्नु हुँदैन। डाक्टरले गर्नुपर्छ भनेको खण्डमा मात्र गर्नुहोला, किनभने यसले चाहिँ शरीरको कुनै पनि अङ्गमा क्यान्सरको तत्त्वहरू उत्पादन गर्छ, क्यान्सरको कणहरू उत्पादन गर्छ, कार्सिनोजेनिक भन्छौँ क्या हामी, होइन। त्यसै गरिकन चुरोटले तपाईँलाई कहिले कुनै पनि अङ्गमा फाइदा गर्दैन। चुरोटको कारणले फोक्सोको मात्र क्यान्सर हुने होइन, शरीरको कुनै पनि भागमा चाहिँ क्यान्सरको कणहरू उत्पादन गर्न सक्छ। त्यसै गरिकन अत्याधिक चुरोट सेवन गर्नेहरूमा यो हाम्रो रगतको नलीहरू, रगतको नसाहरू चाहिँ खुम्चिने, होइन, पेरिफेरल भास्कुलर डिजिज भन्छौँ हामी। हातको, खुट्टाको, औँलाको यो रगत नसा र नलीहरू हुन्छ क्या, मसिनो रगत नलीहरू चाहिँ खुम्चने गर्छ र त्यहाँले चाहिँ रगत सञ्चालन नभएर कहिलेकाहीँ देख्नु भएको होला नि, होइन, कतिजनाको चाहिँ यो हात खुट्टाको औँलाहरू निलो भएर गएको, बिस्तारै त्यहाँ चाहिँ मर्दै गएर, कुहिँदै गएर यो काट्नुपर्ने अवस्था पनि आएको हुन्छ, बर्जस डिजिज भन्छौँ हामी, होइन। त्यसै गरिकन तपाईँको रक्सी अत्याधिक सेवन गर्दाखेरि लिभरहरूको समस्या देखेको, लिभर बिस्तारै बिग्रदै गएर लिभरै फाल्नु परेको, ट्रान्सप्लान्ट गर्नु परेको स्थिति पनि छ। यहाँलाई जानकारी गराउन चाहन्छु, नेपाल सरकारले कुनै पनि क्यान्सरको उपचारको लागि 1 लाख रुपियाँ अनुदान दिने गरेको छ। त्यसै गरिकन यहाँले सम्बन्धित प्रदेश र पालिकामा सम्पर्क राख्नुभयो भने प्रदेश र पालिकाले पनि थप 50,000देखि 1 लाख 2 लाखसम्म पनि दिँदै गरेको मैले जानकारी पाएको छु। यहाँहरूले सम्बन्धित प्रक्रिया पुरा गरेर त्यो लिन सक्नुहुन्छ। चुरोट सेवन गर्नाले तपाईँलाई कहीँ पनि फाइदा हुँदैन, यसले बेफाइदा मात्रै गर्छ। शरीरको कुनै पनि अङ्गमा यसले क्यान्सर गराउन सक्छ, रगत नलीहरू खुम्चाउन सक्छ, तपाईँको शरीरमा कुनै पनि भागमा अक्सिजनको मात्रालाई कमी गराइदिन सक्छ, मेटाबोलिजमलाई इफेक्ट गर्न सक्छ। त्यसै गरिकन यसले तपाईँलाई मात्र होइन, तपाईँको वरिपरि रहनुभएकाहरूलाई पनि यसले चाहिँ खराब असर गर्छ। प्यासिभ